नमस्ते ह्याप्पी घले लोसार आज चाहिँ जनवरी 17 अनि आज चाहिँ हाम्रो युके को अल्ट्रासाउन्डमा चाहिँ घले लोसारको सेलिब्रेसन छ सो हामी चाहिँ आज त्यता जाँदै छौं सी यू एभ्रीवन देयर सक्यौं चाहिँ मामाले हामीलाई पिकअप गर्नुभएको छ अगाडि चाहिँ मामा हुनुहुन्छ अनि साइरी हुनुहुन्छ हजुरबा यता हेरिदिनु यता हजुरबा चाहिँ अविनाश मामाको ठुला होइन ए फुसै अब चाहिँ हामी अल्छाइलाई पिकअप गर्न जान्छौँ हामी चाहिँ दिदीलाई लिन आइपुगिसक्यौँ आउनुभयो अब चाहिँ हामी खाना बस्दै अब गर्न लाग्छ होइन भात खान लाग्यो के भयो यसलाई चाहिँ हामीले खाना बनाएर झन् यस्तो मिठो खाना बनाएर चाख भनेको खाना हुन्छ चम्चाले खान हाले के बनाएर के खाएको कस्तो छ भन्दा नि मलाई चाहिँ मिल्छ है तपाईँले बनाएको त्यही चिज केक पनि मलाई मिल्छ सबैजना फ्यामिली छ सबैबाट तारिफ सुन्यो हामी चाहिँ आइपुग्यौँ गाइसहरु हामी चाहिँ कहाँ आइपुग्यो अल्ट्रासाउन्ड आइपुग्यो सङ्गम दाइ हुनुहुन्छ हेलो सङ्गम दाइ हाम्रो चाहिँ यता हो आजको नमस्ते त्यो अब स्न्याक लिन आएको छौँ स्न्याक यो संस्थातिर पनि जान्छौँ अर्काको मात्रै केही काम लाग्यो भने समाजको पनि एउटा टाइम Thank you.
ओहदामा पुग्न सफल हुनुभएको छ। उहाँलाई सम्मानको लागि म यहाँ मञ्चमा निम्त्याउँछु। कृपया क्याप्टेन इम घले अगाडि आइदिनको लागि हार्दिक अनुरोध गर्दछु। हेलो क्याप्टेन, अब उहाँ चाहिँ क्याप्टेन टोरन घले हुनुहुन्छ। उहाँलाई सम्मानको लागि अगाडि आइदिनुको लागि हार्दिक अनुरोध गर्दछु। सबैले ताली बजाएर उहाँलाई सम्मान गरिदिनुको लागि हार्दिक अनुरोध गर्दछु। ल उहाँलाई धेरै धेरै check 1 2 3 check 1 2 3 र हाम्रो अध्यक्षज्यूलाई उहाँहरूलाई चाहिँ खता उडाएर सम्मान गरिदिनको लागि, उहाँहरूलाई स्वागत गरिदिनको लागि दुवैजनालाई मञ्चमा आउनको लागि हार्दिक अनुरोध गर्दछु। कृपया तपाईँहरूले हाम्रो कलाकार भाइहरू बहिनीहरूलाई चाहिँ सबैले ताली बजाएर हार्दिक अनुरोध गर्दछु। हाम्रो कलाकारहरू आइसक्नु भएको छ। अब हाम्रो कलाकार भाइ बहिनीलाई धेरै धेरै धन्यवाद छ। अब हाम्रो औपचारिक कार्यक्रम यहीँ सकेको घोषणा हाम्रो अध्यक्षज्यूले गरिसक्नुभयो र म पनि तपाईँहरूलाई आज यो पहिलो चरणको raffle ticket लिएको छु। ल नानीहरु निम्ता र हाम्रो चिना घले भाइ निम्बादेव र नवराज घले जीवको चाहिँ छोरी ल प्रियना बहिनीलाई राउन्ड अफ अप्लज प्लिज एभ्रीवन। मुखमली छोली माथि छड्केलायो भालेकी मुखमली छोली माथि छड्केलायो भालेकी रूप सुन्दर मेरी हजुर दपकाई बालेकी मखमली चोली माथि छड्केलायो भालेकी रूप सुन्दर मेरी हजुर दपकाई बालेकी
भेट्यो मुटु र टक्कै अन्त नजर मरि जान्छन् पटक्कै नजरको करौँलीले भेट्यो मुटु र टक्कै अन्त नजर मरि जान्छन् पटक्कै ए लो है अन्त नजर मरि जान्छन् पटक्कै नजरको करौँलीले भेट्यो मुटु र टक्कै अन्त नजर मरि जान्छन् पटक्कै ए लो है अन्त नजर मरि जान्छन् पटक्कै होइन अन्त नजर मरि जान्छन् पटक्कै Happy Lohar, Solti, Soltina, Joy, घले ज्वाइँ भ्लगर बुझा छ कता गयो
हामी घर फर्किँदैछौँ जङ्गलको बाटो हुँदै हजुरबा हजुरबाले बोल्नु भएछ हजुरबा तपाईँलाई कस्तो लाग्यो आज कस्तो लाग्यो ढोसामा